तो गाइज आज म भन्न गइरहेको छु एउटा केटाको कहानी। एका देशमा एउटा केटा थियो। त्यो केटा युट्युबर बन्न चाहन्थ्यो र त्यसको सपना थियो युट्युबर बन्ने। त्यसैले त्यो आफ्नो ड्रिम पुरा गर्नको लागि के भन्छन् आफ्नो घरमाको मान्छेसँग के मोबाइल किन्न भन्यो, स्ट्यान्ड के भन्छन् माइक सब चिज किन्न लगायो। गाली खाइ पनि किन्यो। त्यसपछि त्यसको साथीहरू यस्तो थिए कि जबसम्म पैसा त्यो देखाउन थियो तबसम्म कोही त्योसँग भिडियो बनाउन आउन्न थियो र त्यो एक्लै हुन्थ्यो। जहिले 2-3वटा भिडियोमा मात्रै त्यसको साथीहरू त्योसँग भिडियो बनाए, किनभने त्योसँग पैसा थियो त्यति बेला। त्यसैले त्यसको साथीहरू त्योसँग भिडियो बनाउन आउँथे र पैसा सकिएपछि त्योसँग कोही पनि भिडियो बनाउन चाहेन। त्यसैले त्यो एक्लै बनाउँथ्यो, भ्लग बनाउँथ्यो, कहिले के बनाउँथ्यो होइन। एक दिन त्यसको च्यानलमा 500 सब्सक्राइबर पुगिसकेर त्यो यति खुसी भयो कि के सोच्दैन सोच। त्यसैले त्यो एक दिन चाहिँ त्यो भ्लग बनाउँदाखेरि यस्तो भयो कि त्यो डङ्गै परिगयो। किनभने के भन्छन् त्यो घुम्न गएपछि हुन्छ त के त्यस्तै गरेपछि त्यसको ड्रिम पुरा हुन्न जस्तो लाग्यो। किनभने त्यसको साथीहरू पनि भन्थे त सक्दैनस् भनेर अनमोटिभेट गर्थे र त्यो हार मानेन। त्यो 1 सालसम्म भिडियो बनायो। त्यतिले होइन, अरू पनि केही न केही होला भनेर मात्रै त्यो डराएन, त्यो हिम्मत हारेन। त्यो त्यसको यतातिर हेर्न सक्नुहुन्छ सबैजना गाइज। यहाँ नहरमा कसरी पानी धेरै आएको कारण यता हेर्न सक्नुहुन्छ। यहाँ कसैले एक गल्ती भयो भने मान्छेको ज्यान पनि जान सक्छ। त्यसैले हामी यतातिर आइसकेका छौँ। वार्ड नम्बर 9 बनगाई बर्दियामा हामी घुम्न आएछौँ। तपाईँहरूलाई देखाउँछौँ। हामी तपाईँहरूलाई सबै चिज देखाउँछौँ। यता कस्तो बाटो हामीलाई जान परिरहेको छ। यतातिर एकदमै भयानक बाटो गइरहेका छौँ। हामी आज एकदमै छानबिन गर्छौँ गाइज, छानबिन। एन्ड गाइज आजको न्युजमा म देखाउन गइरहेको छु कमेडी किङ आर्यन केल्भिन नेपालमा आइसकेको छन्। यता हेर्न सक्नुहुन्छ आर्यन केल्भिन। यतातिर कसरी बाढी पहिरो आएको कारण एकदमै खतरनाक पानी आइरहेको छ र यतातिर हामी न्युजवालाको गाँड फाटिरहेको छ। यहाँ माधर छोडाउ, यहाँ गाउँ कस्तो देखिरहेको छ र हामी अब अर्कोतिर जान सक्दैनौँ किनभने यही बाटोमा क्यामेराम्यान। हेलो साथीहरू, त हामीहरू फेरि आइसकेको छौँ नि एउटा नयाँ ताजा खबर लिएर। म न्युज रिपोर्टर ल्यान्ड किङ, मैं न्यूज़ रिपोर्टर लालाजी और कैमरा हमारे हमरो कैमरामैन तो यहाँ 12 बर्दिया 9मा कस्तो बारी पहिरो आएको छ हामी देखाउन जानेका छौँ। यतातिर हेर्न सक्नुहुन्छ कसरी यहाँ पानी त्यो परिरहेको कारण यता बाटो पनि कस्तो छ र हामी यताबाट नआउनु पर्ने थियो। पानी यस्तो छ कि पुरा छड्किने यदि हल्का पनि धेरै पानी भयो भने गाउँतिर पानी जाने सम्भावना एकदमै धेरै। त्यसैले जब बत्ती आयो भने मात्रै यो भिडियो अपलोड हुन्छ फेरि। अहिले हामी गाइज त्यहाँ गएर देखाउँछौँ होइन सबैजनालाई। त्यहाँ त आज पुरा गाउँ देखाउँछौँ कस्तो के कहाँ बगडम कोना छान हान्छौँ साला। हामीहरू बारी पहिरो आएको ठाउँमा मान्छेहरू माछामेरेका छन्। रुक अरुणा पोच दे पोच।
सो गाइस यता हेर्न सक्नुहुन्छ कस्तो हल्के में ले रहे हो क्या हल्के में लेते हो का यतातिर हेर्न सक्नुहुन्छ कस्तो कस्तो पानी परेर एकदमै बमबारी पानी परिरहेको छ र हामी भ्लगर बनेर यता घुमिरहेका छौँ ऐसे काम आई लभ यु यता पनि हेर्न सक्नुहुन्छ यताको ताल कस्तरी यता पनि भरिरहेको छ र यता एकदमै खतरनाक पानी परिरहेको छ अनि हामी चाहिँ यता घुमिरहेको छौँ यतातिर घुमिरहेका छौँ हामी अनि मेरो मोबाइल पनि भिजिरहेको छ त्यसैले म धेरै भ्लग बनाउन गएको ओ तेरी माई अरे बाप रे अरे बाप रे हाँ भैया भैया का किलो भरला छलकल बा सो गाइज अहिले हामी जान लाग्छौँ यता केही न केही लिन गइरहेको छौँ होइन यता यस्तो पानी आइरहेको छ र यतातिर ओइ बाँसको झोल यता कस्तो भइसकेको छ बाटो चाहिँ यता हेर्न सक्नुहुन्छ पानी कसरी परिरहेको गाइज हेर्न सक्नुहुन्छ यता कसरी भरिसकेको छ र यतातिर पम्पी सेट लगाउने जरुरतै छैन यतातिर चाहिँ हेलो भाइ अरे बाप रे बाप मोर गोप्रो हटा भाई माँ का समय छाटू बिना लेहले बनाई दू भ्लॉग हाँ बीज आ गए थे है कि मोबाइल भी देखिए ऑर्डर कर थोड़ी ना मोबाइल पास के रहा है वाह वाह मैं भाईरा ओटे लिखी खतरा है करवा पका के खाइए मैं पका दूं सब मसाला से तो मिक्स करा दे बस एक ना ना हे गाइज यता हेर्न सक्नुहुन्छ यतातिर चाहिँ हामी हिँड्न लाग्छौँ र अर्कोतिर चाहिँ पानी परिरहेछ त्यसैले हामी चाहिँ धेरै भ्लग बनाउन सकिन्न लैंडस्लाइड कैसे लोग रहते हैं इधर हाँ मदर चोद के बच्चे लोग आज चाहिँ पानी कसरी परिरहेछ यता भुटिया हवेली पानी निक्लोबाट यता खतरा घाँस छ यतातिर रातो रातो देखिरह यार रातो यता पुरा बर्खा आइसकेको छ गाइस बर्खा आयो बर्खामा एकदमै खतरनाक भ्लग ल्याउँछु म चाहिँ एकदमै भयानक भ्लग ल्याउँछु म चाहिँ कौन अरे अब शिकार खाने गई हंटिंग करा हंटिंग बैठल मिल गए झाड़ पोखरा हाँ सारा रहे तोरे एक पुल पुग्यो होइन सो गाइज अहिले चाहिँ हामी जान्छौँ पुलमा अब पानी सुकेर पुलमा मान्छेले गेले चाहिँ हुँदै हटो हामी चाहिँ अहिले पुलमा जान लाग्छौँ होइन भारी पानी बाउ वहाँ भारी पानी पुजिबे नाइ डुब्बे त म नाउँबाट लिएछौ कि नाइ गाइस अहिले चाहिँ हामी जान लाग्छौँ यता पुरा सुनसान भइसकेको छ यार सबजना खेतैमा छन् यार हामी चाहिँ अहिले जान लाग्छौँ हाम्रो न्युजलाई लिएर हाम्रो न्युज एकदमै दिनभरको के हुन्छ यतातिर एकदम रातिमा के गाउँ डुबान बाढी आउन सक्छ र के हुन सक्छ के हुन्छ थाहा छैन यतातिर बादल पनि एकदमै कालो भइरहेको छ यता पुरा कालो बादल छ मेरो मोबाइलमा एकदम कालो देख्न सक्नुहुन्छ हेर्न सक्नुहुन्छ
तिर चराहरू कसरी बसिरहेका छन् र यिनीहरूलाई कस्तो जाडो लागिरहेछ कि लागेको छैन। उतातिरबाट चाहिँ कता स्कुलबाट आइरहेका छन्। ओहो मेरो मोबाइल पनि भिजिरहेको छ र मेरो मोबाइल बिग्रन पनि सक्छ, खराब हुन सक्छ। ओ अहिले चाहिँ हामी पुगिसकेछौँ। ओ गाइज अहिले म पुगेर देखाउँछु तपाईँहरूलाई। सो गाइज हामी चाहिँ पुगिसकेका छौँ होइन बाढी आएको ठाउँमा। आफ्नो जहाँ भनी थियौँ त्यहाँ पुगिसकेका छौँ। यता हेर्न सक्नुहुन्छ कस्तरी आइरहेको छ। यता एकदमै नेक्स्ट लेभल छ गाइज यतातिर। म चाहिँ यता अपराधी न्युजवाला बनेर आइसकेको छु। मेरो मोबाइल नखसिस एकदमै पावरफुल तरीका से पक्रुङ्गा वाले। ओ यतातिर चाहिँ माटो कस्तरी त्यहाँ भइरहेछ होइन। म चाहिँ अहिले त्यहाँ गएर देखाउँछु। ओइ भाइ बे ए यो खास छ र खास छ माका चोट। गाई जेटातिर कस्तो भइसकेछ। म पनि जान सक्छु यसको सँगसँगै। तल हेर्न सक्नुहुन्छ गाइज पुरा यो जान सक्छ। यहाँ एकदमै खतरा छ। उही बाप रे बाबा गाइज यो अब धेरै टिक्दैन होइन। यो यहाँ मेरो खुट्टा गइरहेछ। यता चाहिँ टोइलेटको सेफ्टी ट्याङ्की निस्किसकेको छ र यतातिर यो यदि गयो भने हामी त मर जाएंगे साला, भोलोग के चक्कर में मर जाएंगे। गाई जेटा हेर्न सक्नुहुन्छ सबैजना होइन कसरी यहाँ बाढी आइरहेको छ। यता हाम्रो बनकै बर्दियामा होइन यता आएर पनि देखाउनेवाला थियो तर के गर्ने मेरो खुट्टै गइहाल्छ। सो गाई सबैजना हेरिहाल्नुभयो होला हाम्रो यतातिर कसरी यहाँ बाढी आइसकेको छ। त्यसैले यता हेर्न सक्नुहुन्छ पुरा एकदम समुन्दर बनिसकेको छ र हाम्रो घरतिर पनि म आफ्नो घरतिर पनि तपाईँहरूलाई देखाउँछु होइन कसरी पानी परेको छ। सब देखाउँछु होइन सब चिज देखाउँछु। मेरो मोबाइलमा भिडियोज बस यार, मेरो मोबाइलमा कस्तो छिटा परिरहेको छ। त्यसैले मेरो मोबाइल पनि खराब हुन सक्छ र यहाँ म पागल जस्तै भ्लग बनाइरहेको छु एक्लै भोसरीवाला। ओ भाइ यता एकदम कुहिरो परि जस्तै देखिरहेछ तर त्यो कुहिरो होइन गाइस पानी हो। यो पानी कस्तो छ यता मौसम बिग्री छ यार र उताबाट हल्का घाम निस्किने चाहिँ गरिरहेछ होइन तर निस्किन्छ कि निस्किन्न अझैसम्म यहाँ कालो छ गाइस कालो छ। हामी चाहिँ भौला जस्तो घुमिरहेको छौँ यता कालो मौसममा। गाइस म चाहिँ एक्लै भइसकेको छु होइन एक्लै यहाँ गइरहेको छु म अहिले। अब हेर्नु होला कस्तो भ्लग बन्छ मेरो। बिगर्दिलो चार छुवारुवा पर्वत बिगर्दिलो कहाँ म गिरे कर्तव्य वहाँ तो हिजला टिका ए माई ओहो
चल 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 पकड़ पकड़ ओ अपन जोक चल चल